नमस्कार सम्पूर्णमा म आज आफ्नै भोइसमा आइरहेको छु है। हजुरहरू कतिजनाले सोध्नुहुन्छ कि हजुर के गर्नुहुन्छ भनेर। हामी चाहिँ दुईजना बुढाबुढी स्टाफहरू पनि हुनुहुन्छ, मिलेर एउटा पसल गरेका छौँ। सानो पसल छ, ठुलो त छैन। यसमा चाहिँ हामी मासु आइटमहरू हुन्छ, प्रायः मासु खसीको आइटमहरू हुन्छ। यसमा मध्ये पनि आज म सिकुवाको चाहिँ रेसिपी दिउँ कि जस्तो लाग्यो हजुरहरूलाई है। यसमा पहिले चाहिँ अब मासु ल्याएर यसको हड्डीहरू त छुट्याउनै पर्छ, सेकुवाको लागि छुट्याउनै पर्छ नि त, नछुट्याइकन हुँदैन। यसमा चाहिँ छुट्याएर सबै छुट्याउने जति कुराहरू छुट्याउनु सकेर यसलाई फलमासु बोसी टाइपको हुनुपर्छ। सेकुवाको लागि चाहिँ अलिक मिठो टेस्टी हुन्छ नि त बोसी टाइपको मासु भयो भने। अनि यसको लागि चाहिँ मसला बनाउनको लागि चाहिँ अदुवा, जिरा, लसुनको मसला पिस्नुपर्छ। अनि यसमा धुले नुन, बेसार, अनिखेरि धुलो मसला हाल्नुपर्छ। अनि तेल अलि मजाले हाल्नुपर्छ यसको लागि। अनि 3-4 घन्टा यसलाई भिजाएर यसको सेकुवाको लागि तयारी हुन्छ। अनि यसलाई अब झिरमा उनेर हैन, आगोमा पोलेर एकदम टेस्टी हुन्छ नि त। पोलेर आगोमा भयो भने अझ राम्रो। अनि हामी चाहिँ कोइला चलाउँछौँ, आगै हो नि त त्यो पनि। कोइला हुन्छ, धुवा पनि हुँदैन त्यति साह्रो, अनि त्यही भएर